भारतका मुसलमानले नारा लगाउने गर्दछन् रलिब गलिब सलिब भनेर। नेपालमा पनि रलिब गलिब सलिब भन्ने नारा लाग्छन् बेला बखतमा। त्यहाँ नारा लाग्दछ नारा तकबीर अल्लाहु अकबर। हो त्यस्तै गरेर नेपालमा पनि नारा लगाइन्छ नारा तकबीर अल्लाहु अकबर भनेर। बट कस्तो रमाइलो कुरा क्या, उनीहरूलाई कसैले भनौँ न मुस्लिम इन्डियन मुस्लिमको एजेन्ट भनेर गाली गर्दैन क्या। बट नेपालमा जब हिन्दूहरूको प्रोटेक्सन हुनुपर्दछ, एउटा यस्तो राजनीतिक दल हुनुपर्दछ जसले नेपालमा हिन्दूहरूका विषयमा वकालत गर्नुपर्दछ भनेर जब कुरा उठाइन्छ, तब त्यस्ता व्यक्तिलाई भाजपाको एजेन्ट, रको एजेन्ट, इन्डियन दलाल भनेर भनौँ न जुन चाहिँ ट्याग लगाउने गरिन्छ। यो किन गरेको? इन्डियामा पनि हिन्दूहरू छन्, नेपालमा पनि हिन्दूहरू छन्, बट वेन द हिन्दूज अफ नेपाल ट्राई टु स्पिक अबाउट देयर राइट्स, किन नेपालमा चाहिँ हिन्दूहरूलाई यस्तो ट्याग लगाइने गरिन्छ? के नेपालका हिन्दूहरूलाई आफ्नो सुरक्षाका निमित्त कुनै पनि अधिकारै छैन, या फिर नेपालका हिन्दूहरूलाई चाहिँ यसरी ब्रेन वास गरिएको छ कि हामीलाई आफ्नो जुन चाहिँ भनौँ न आइडेन्टिटीका विषयमा केही कुरा बोल्न शुद्ध बन्देज लगाइएको छ? याद गरौँ कि इफ द नेपालका हिन्दूहरूले भनौँ न यदि आफ्नो संरक्षणको बाटो नखोज्ने हो भने, यदि नेपालका हिन्दूहरूले भनौँ न आफ्नो अब संरक्षणका निमित्त काम नगर्ने हो भने, याद गरौँ कि 10 वर्षमा नेपालमा चाहिँ हिन्दू भन्ने पनि थिए है भनेर भन्न बेर लगाइँदैन। म यो कुरा आज असाध्यै नै गम्भीरतापूर्वक भन्दैछु, किनभने नेपालमा एउटा ठुलो आइडेन्टिटी क्राइसिस आउँदैछ, जुन चाहिँ नेपालका एनजिओ र आइएनजिओहरूले ल्याउँदैछन्। मुस्लिमलाई सपोर्ट गरेर, क्रिस्चियनलाई सपोर्ट गरेर र हिन्दूहरूलाई चाहिँ जात जातमा विभक्त पारेर भनौँ न एउटा जुन चाहिँ आइडेन्टिटी क्राइसिस ल्याइँदैछ र नेपालमा जुन चाहिँ एउटा द्वन्द्व भड्काइने काम गरिँदैछ, हो यसलाई रोक्नका निमित्त हामी नेपालका जो चाहिँ हिन्दूहरू छौँ यी सम्पूर्ण एकजुट हुनुपर्दछ। होइन भने नेपाल भन्ने राष्ट्र बोर्डरमा त बाँच्ला, बट साँचो अर्थमा जुन चाहिँ नेपाल भन्ने जुन चाहिँ एउटा परिचय, जुन चाहिँ एउटा आइडेन्टिटी थियो नि, त्यो चाहिँ नरहन पनि सक्छ।